नमस्ते। म आज फेरि सीधा कुरा आफ्नो शैलीमा गर्नको निमित्त आएको छु। नम्बर 1, कारागारबाट मैले निस्किन चाहेको होइन। भीड़ बढेपछि कारागारले मलाई जबरजस्ती बाहिर निकालेको हो। मैले बिना पत्र जान्न भनेको हुँ। उनीहरूले जस्तो पत्र दिए जस्ताको तस्तै सार्वजनिक गरिसकेको छु। नम्बर 2, आजै मैले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखज्यूहरूलाई आईजीहरूलाई भनेको छु, मलाई तपाईहरूले आफ्नो कस्टडीमा राख्नुहोस्, नियन्त्रणमा लिनुहोस् या कारागार पठाउनुहोस्। उहाँहरूले स्पष्ट रूपमा भन्नुभयो, तपाईँ आफै सुरक्षित बस्नुहोस्, आवश्यक परे सम्पर्क गर्छौं। सुरक्षा दिन नसकेरै हिजो कारागारले तपाईलाई पत्र दिएको होला। नम्बर 3, सुरक्षा निकायबाट यस्तो जवाफ आएपछि आजै मैले न्यायिक निकायहरूलाई समेत औपचारिक जानकारी गराइसकेको छु। नम्बर 4, म सरकार बनाउने, सरकारमा जाने कुनै पनि दौडमा छैन। कसैसँग कतै कुनै बैठक गरेको छैन। मेरो नाममा कसैले विवाद गर्न जरुरी छैन। म यो रेसमा छैन भनेर धेरै पटक भनिसके। रेसमा नआओस् भनेर डिफेम गर्न पर्दैन। म यो रेसमा छँदै छैन। तर यो देश रहनुपर्छ, लोकतन्त्र रहनुपर्छ, नागरिक सर्वोच्चता रहनुपर्छ। यो कुरामा म कसैसँग नडराई डरोसँग उभिने ताकत बाँचुन जेल राख्नेछु। नम्बर 5, यो आन्दोलन जेनजीको हो र अबको नेतृत्व जेनजीले नै तय गरोस्। म आफ्नो मुद्दा कानूनी माध्यमबाट नै लडिरहेको छु, लडिरहनेछु। ओली देउबाको कुशासनको सबैभन्दा ठूलो शिकार भएको म तिनले लगाएको झुटो मुद्दा जिल्लै पछि अझै पनि खेपिरहेको छु। जनताले ओली देउबालाई खेदेर लखेटे, तर तिनले लगाएको झुटो मुद्दा मेरो टाउकोमा अझै हटेको छैन। सरकार छैन, सुरक्षा निकाय सुरक्षा दिन सक्दिन, आफै सुरक्षित बस भन्छ। कारागार प्रशासन मलाई निस्केर बाटोमा जा भन्छ। जहाँ एउटा ठूलो भीड़ हातमा आगो लिएर आक्रोश लिएर निस्किएको छ। अब भन्नुहोस्, मैले बाँच्न पाउने कि नपाउने? कांग्रेस एमालेबाट जेनजीसम्म आइपुग्दा पनि म माथिको अन्याय नरोकिने नै हो त यो देशमा? मलाई र म नेतृत्वको रासोपालाई कुनै पनि राजनीतिक लाभ चाहिएको छैन। लाउड एन्ड क्लियर जेलले मिस्टी भनेर धकेलेर निकालिदिएको पत्र बोकेर म सुरक्षा निकायले नै सुरक्षा दिन नसक्ने त्यही जेलमा कुन विधिबाट जाउँ? विधिमा लाग्छु। आई रिपिट, यो देश रहनुपर्छ, लोकतन्त्र रहनुपर्छ, नागरिक सर्वोच्चता रहनुपर्छ, मानवाधिकार, व्यक्तिगत स्वतन्त्रता, सुशासन, खुल्ला र पारदर्शी समाज जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा चाहिँ नो कम्प्रोमाइज। एउटा नेताको पछाडि कहिले लाखौंको भीड़ हुन्छ, कहिले ऊ एक्लै खडा हुनुपर्छ। रवि लामिछाने दुवैका लागि तयार भएर मात्रै राजनीतिको मैदानमा आएको भुइँ मान्छे हो, जो कहिले लुकेर बसेन, सधैँ जनताको आमने सामने रह्यो। यिनले कालकोठरीमा थुन्दा पनि यिनको मुटु हल्लिने गरी वक्तव्य निकालेर भ्रष्टहरूलाई ललकारेको मान्छे हो म। नबिर्सिनुहोला, आजभन्दा 2-3 दिन अगाडिसम्म पनि राजनीतिक प्रतिशोध भयो भनेर यस देशका झण्डै 40 लाख मानिसले हस्ताक्षर गरेर एकबद्धता जनाएका छन्। सर्वाधिक मत ल्याएर संसद छिरेको मान्छेलाई ओली देउबा गगन आरजुहरूले छलपूर्वक बलपूर्वक संसदबाट निकाले, तर जनताको मनबाट निकाल्न सकेनन्। मेरो कुरा यति हो कि यो देश रहनुपर्छ स्वाधीन, स्वाभिमानी, स्वतन्त्र, अटल र सार्वभौम। सबको जय होस्।